जापान आउने सोच गराउनु भएको छ, तर स्टुडेन्टमा आऊँ कि कुक भिजामा आऊँ कि ब्याचलरमा आऊँ कि एसएसडब्ल्यूमा आऊँ भन्ने हुनसक्छ होइन। त्यसबारे मैले एउटा सानो भन्न चाहन्छु है। अब स्टुडेन्टमा आउन सजिलो छ, पढ्नु परेन है। अब सजिलो तरिकाले आउन सकिन्छ, त्यही हो 12-15 लाख 16-17 लाखसम्म लाउँछ यताउता गर्दा। अनि यहाँ आएपछि अब भाषा हुँदैन, भाषा नभएपछि काम पाउन गाह्रो हुन्छ, अनि त्यसपछि काम पाउन गाह्रो भएपछि बाँच्न गाह्रो हुन्छ। अब स्टुडेन्टले पाउने भनेको हप्ताको 28 घन्टा हो। अब 28 घन्टाले यहाँ खाना बस्न पनि पुग्दैन। अनि अब मान्छेको सोचाइ हुन्छ ह्यान्ड कास गर्छु त्यसरी कमाउँछु भन्ने हुन्छ। अहिले च्याप्प समात्दै नेपाल फर्काउँदै गरेछ, त्यो पनि नसोची बसी हुन्छ। त्यो ह्यान्ड कास पाउँछु र गर्छु अनि कमाएर पठाउँछु भन्ने अब नसोचे पनि हुन्छ। मान्छे पक्रिँदै पठाउँदै नेपाल गरेछ। त्यसपछि आउँछ कुक भिजा, सजिलो है। त्यो पनि नेपालमा नक्कली सर्टिफिकेट बनायो, त्यसपछि जापान आयो। अब आउन त आइन्छ। अनि कस्ता हुन्छन् भन्दाखेरि साहुहरूले पैसा नदिने, अनि त्यसपछि यहाँ त अब काम छैन भन्ने, अरू कम्पनीमा काम गर्न पठाउने, काम गर्न जान पर्ने, त्यस्तो हुन्छ। त्यही भएर त्यो पनि एकदम गाह्रो छ। भाषा नभएपछि तपाईँलाई अरू ठाउँ पनि गाह्रो हुन्छ। अनि अर्को चाहिँ के छ भने तपाईँ अब कुक भिजामा एउटा होटलमा आउनुभएछ नि, अर्को ठाउँमा गएर गर्नुभयो भने त्यहाँ पनि समात्यो भने तपाईँलाई नेपाल पठाउँछ। त्यो पनि एकदम रिस्की छ। थर्ड कुरा ब्याचलर वर्किङ भिजा। यो भनेको एकदम राम्रो भिजा हो, तर चाहिँ हामी यहाँ आएर चाहिँ एउटा कम्पनी ल्याउँछ। अब त्यो भिजा अनुसारको काम हुँदैन। अब कतिले त कतिवटा ठाउँमा पठाउँछन्, एउटा कामलाई भने ल्याउँछन् अर्कोमा पठाउँछन् है। अब त्यस्तो भयो भने अहिले चाहिँ जापानमा एउटा भिजाको लागि बसेको छ तर अर्कै काम गरेको छ भने त्यो मान्छेलाई पनि नेपाल फर्काइदिन्छ। अब 15-16 लाख खर्च गरेर आउने हो, फर्किन पर्यो भने गाह्रो हुन्छ। कमाइ भनेको त्यस्तै हो। भाषा नजानेपछि कमाइ हुँदैन। भाषा नजानेपछि तैँले भाषा जानिनस्, त्यही भएर तपाईँलाई काम दिँदैन भन्छ। त्यही भएर त्यो पनि गाह्रो छ। यी 3टा भिजा भनेको 15 लाखे भिजा हुन् अनि एकदम गाह्रो भिजा हुन्। अब अर्को भिजा चाहिँ एसएसडब्ल्यू भिजा, जुन चाहिँ एकदम गाह्रो छ, पढ्न गाह्रो छ। अब 6-7 महिना 1 वर्ष पढ्नु पर्यो, इक्जाम पास हुन पर्यो N4 लेभलको, त्यसपछि आएर स्किल पास हुन पर्यो, त्यसपछि आएर इन्टरभ्यू दिन पर्यो, त्यसपछि सिलेक्ट भएपछि बल्ल एप्लाई हुन्छ। लगभग 1-1.5 वर्ष लाग्छ। 1-1.5 वर्ष कुर्न सक्नु पर्यो। पहिला त पढ्न सक्नु पर्यो, पढेपछि अब इन्टरभ्यूमा पास हुन सक्नु पर्यो, इक्जाममा पास हुन सक्नु पर्यो, इन्टरभ्यूमा पास हुनु पर्यो, त्यसपछि खाइसाले लिन्छ। त्यसपछि सिलेक्ट भएको 3 महिनामा जापान आइन्छ। तर अरू भिजामा 15 लाख लाग्छ। यो भिजामा चाहिँ तपाईँलाई पैसै लाग्दैन। उस्तै परे कम्पनीले आफैले टिकट काटिदिन्छ। अब कुनै कन्सल्टेन्सीले अलिअलि पैसा लिन्छन्, तर त्यति धेरै लिँदैनन्। अनि आइसकेपछि कम्पनीले कोठा खोजिदिएको हुन्छ। उस्तै परे कम्पनीले खोजिदिएको कोठामा हाफ कम्पनीले हाफ तिर्दिन्छ। अनि खाना पनि फ्री दिन्छ। अब कसैलाई चाहिँ अब दिउँसो खाना दिन्छ भने कसैलाई बिहान साँझ दिन्छ। अब कामको टेन्सनै हुँदैन। काम जति चाह्यो त्यति गर्न पाइन्छ। अनि पैसा पनि मजाले आउँछ। अब केहीको डर हुँदैन क्या, सबै सेफ हुन्छ। अनि कसैले सोध्ला फसेला केही हुँदैन, एकदम राम्रो हुन्छ। स्यालेरी पनि अरू भन्दा फेरि राम्रो हुन्छ यसमा स्यालेरी पनि होइन। कम्पनीले अब बोनसहरू पनि दिन्छ, सबै दिन्छ होइन। त्यही भएर यो स्टुडेन्ट अनि त्यसपछि आएर के अरे ब्याचलर कुक भिजामा कोही पनि नआउनु होला, राम्रोसँग पढ्नुहोस्। अनि त्यसपछि एसएसडब्ल्यू भिसामा आउनु। स्टुडेन्ट यो अरू भिजा अब आयो भने दुःख बाहेक अरू केही पाइँदैन। मेरो भन्नु यति छ। तपाईहरु समझदार हुनुहुन्छ भने एसएसडब्ल्यूमा आउनुहोस्। बरु कसरी आउन मिल्छ, के गर्नुपर्छ त्यसको प्रोसेस बरु म बताइदिन्छु है त साथीहरु। ल।